आज पहिलो टिप गरेको थलीबाट छायादेवी कम्प्लेक्स ठमेलमा आएको। त्यसपछि आधी घन्टा बसी छायादेवी कम्प्लेक्समा टिप्पै लागेन। अनि टिप नलागेपछि अब के गर्ने त, कति बस्नु भनेर चाहिँ सञ्जय कोषतिर चाहिँ टिप पाइन्छ कि भनेर सञ्जय कोषतिर जाँदैछु। छायादेवी कम्प्लेक्स अगाडि चाहिँ धेरै पठाउ साथीहरू बसिराख्नुभएको हुन्छ। अनि त्यहाँ बसिराख्दाखेरि चाहिँ टिप खासै लाग्दैन क्या। कुनै कुनै बेला चाहिँ अफलाइन टिपहरू आउँछ, नलाग्ने चाहिँ होइन, लाग्छ। तर आज चाहिँ टिपै लागेन। अनि सञ्जय कोष छेउमा चाहिँ गएर बसौँ, टिप लाग्छ कि भनेर अब सोध्दै जाने हो। लाज नमानिकन पठाऊ 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 भन्दै जाने हो होइन। लाज किन बाबा भने जस्तै लाज नमानिकन सोध्ने हो। ल जहाँ पठाउ चाहिने हो त पठाउ 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 ओके 100 जाँदैन 150 दिनु ल 100 जाँदैन 150 150 150 100 जाने 100 जाँदैन दाइ। म सर म जाने भए म गइदिइहाल्छु नि। अनि मैले चाहिँ उहाँलाई चाहिँ ल ठिकै छ 150मा लगिदिउँ नि त भनेर चाहिँ ठमेलबाट चाहिँ बौद्ध गेटसम्म चाहिँ 150 को राइड लिएर गएँ। उहाँ चाहिँ सुरुमा चाहिँ 100 रुपियाँ दिन्छु भन्दै हुनुहुन्थ्यो। अब 100 रुपियाँले त अब तेल राख्नै पुग्दैन, तेलै जान्छ 60-70 रुपियाँको है। अनि अब के आफूलाई पनि 2-4 पैसा जोगिनै पर्यो भनेर 150 चाहिन्छ हजुर भनेर भने। उहाँले ल ओके ओके भन्नुभयो। अनि मैले त्यो हेलमेटमा चाहिँ मोबाइल राखेको देखेर हेरेर हाँसिराख्नु भएको थियो उहाँले, के राखेको भनेर सोध्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ यसो भ्लग बनाउनुको लागि, सानोतिनो भ्लग बनाउनुको लागि चाहिँ यो मोबाइल अड्काएर राखेको हो भने। जोस् अब 150 भए पनि घाटा लाग्दैन। बौद्ध ठमेलबाट बौद्धसम्म जाँदाखेरि अनलाइनमा पनि 150 चाहिँ देखाउँछ। अब अनलाइन टिप लागेन, अब अफलाइन भए पनि लिएर जाउँ त भनेर लिएर गएँ। अब तपाईँलाई के लाग्छ, बौद्ध ठमेलबाट बौद्धसम्म 150 के महँगो हो त होइन होला नि? के लाग्छ तपाईँहरूले कमेन्ट पनि गरिदिनु होला है। म त्यति धेरै महँगो चाहिँ बोल्दिनँ, महँगो लिँदा पनि लिन्न। जस अनलाइनमा जति देखाउँछ त्यो हेरिकन कहिलेकाहीँ 10-20 रुपियाँ कम हुन्छ, कहिलेकाहीँ 10-20 रुपियाँ बढी आउँछ होइन। कसको सवारी कसको सवारी उपराष्ट्रपति ए ओके ओके उपराष्ट्रपति को छ पनि थाहा छैन मलाई त। को हो अहिले? म त एउटा बालेन्द्रहरूको चिन्छु, अरू कसै चिन्दिनँ। अब भरे हामी जाँदैछौँ बौद्धतिर। साथीहरूले चाहिँ यो अफलाइन गर्दाखेरि चाहिँ बढी रेट भनिदिने। अब ठमेलबाटै बौद्ध जाँदाखेरि पनि 300-400 रुपियाँ भनिदिने। त्यसरी चाहिँ नभनिदिनु होइन, कसैलाई पनि ठग्नु चाहिँ हुँदैन होइन, बढी लिनु पनि हुँदैन। 10-20 रुपियाँ 30-40 रुपियाँ 50 रुपियाँसम्म बढी लिनु भनेको त्यो फरक पर्न सक्छ होइन। तर अब डबलै हानिदिने टेबरै हानिदिने चाहिँ नगरिदिनु होला। पेसेन्जरलाई पनि सुविधा दिउँ होइन भन्न चाहन्छु म चाहिँ। अहिले धेरै कुराहरू सुनिरहेको छ कि यो पठाउमा चाहिँ दुर्व्यवहार गरेको, पठाउले बढी पैसा लिएको होइन। अनि केटीहरूलाई चाहिँ जस्तै अब लेडिज साथीहरू चाहिँ पठाउमा बुक गरेर चढ्दाखेरि चाहिँ उहाँहरूको नम्बर चाहिँ सेभ गरेर पटक पटक फोन गरेर दिक्क बनाइदिइराखेको भन्ने कुराहरू धेरै सुनिरहेको छु। मेरो पेसेन्जरहरूले पनि भन्नुहुन्छ, फोन गरेर दाइ यति दिक्क गर्छ पठाउको केटाहरूले भन्छन् होइन। त्यस्तो चाहिँ नगरिदिनु, किन भन्दाखेरि हाम्रो यो काम हो होइन, कामलाई इमान्दारीका साथ गर्नुपर्छ। यही कामको कारणले गर्दा हाम्रो घर चलेको हुन्छ होइन, हाम्रो परिवार चलिरहेको हुन्छ। त्यस कारणले चाहिँ हामीले हाम्रो यो पठाउको कामलाई चाहिँ सम्मान गरौँ होइन। यसलाई चाहिँ इमान्दारीका साथ काम गरिदिउँ होइन। अब 150 भनेको तलमाथि हुनसक्छ, कहिलेकाहीँ पेसेन्जरसँग पैसा नभएको बेला हामीले फ्रीमा पनि लगाएर छोडिदिनु पर्ने हुन्छ भने कहिलेकाहीँ पेसेन्जरले पनि 100-150 मलाई त 1000 रुपियाँसम्म पनि बढी दिनुभएको छ सोही छ्याले होइन। खाजा खुवाउनुहुन्छ, चिया खुवाउनुहुन्छ। त्यस कारणले चाहिँ पठाउ गर्ने साथीहरूले चाहिँ पेसेन्जरलाई दुर्व्यवहार नगरिदिउँ र पठाउमा चढ्ने साथीहरूले पनि पठाउ गर्ने हो भनेर हेपेर नबोलिदिउँ होइन दिउँ भन्दै तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, भिडियो मन परे लाइक कमेन्ट अनि साथीभाइमा सेयर गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। जय बालकुमारी, जय भैरवनाथ, सबैको रक्षा होस्, सबै खुसी होस् भन्दै बिदा हुन चाहन्छु। जय नेपाल, जय राष्ट्र।